कल्पना गर्नुहोस् अहिले यो यातायातको शोर, यो धुलो, यो धुवा सबै हराएको एउटा शान्त स्वच्छ विद्युतीय बसले तपाईलाई गन्तव्यसम्म पुर्याइराखेको छ। यो विज्ञानको कथा होइन, यो ट्रोली बसको सम्भावना हो। तर प्रश्न के हो भने के नेपालले यो सपना देख्न सक्छ अथवा के हामी यसलाई वास्तविकता बनाउन सक्छौं? ट्रोली बस भनेको के हो? यो तारबाट बिजुली चल्ने, जिरो उत्सर्जन गर्ने सार्वजनिक यातायात हो। विश्वका 300 भन्दा बढी शहरहरूमा यो सफल भइसकेको छ। तर नेपालमा हाम्रो अवस्था अनौठो छ। हामीसँग जलविद्युतको सम्पदा छ, तर यातायातमा विदेशबाट आयात गरिएको पेट्रोलमा निर्भरता छ। हामीसँग सार्वजनिक यातायातको अभाव छ, तर सडक यातायात भरिएका छन्। यही विरोधाभासमा ट्रोली बसको अवसर छ। के तपाईलाई थाहा छ काठमाडौँ उपत्यकामा वायु प्रदूषण 30% भन्दा बढी सार्वजनिक यातायात र प्राइभेट सवारी साधनले गर्छन्? ट्रोली बसले यसलाई शून्य बनाउन सक्छ। यो केवल बस मात्र होइन, यो हाम्रो स्वास्थ्य, हाम्रो अर्थतन्त्र र हाम्रो भविष्यको लागि एउटा संसाधन हो। तर बाधाहरू पनि ठूला ठूला छन्। पहिलो, बिजुलीको विश्वसनीयता। दोस्रो, प्रारम्भिक ठूलो लगानी। 1975 मा काठमाडौँमा पहिलो ट्रोली बस सुरु भयो। तर के भयो? केही वर्षमै यो सेवा बन्द भयो। कारण बिजुली अभाव, अनियमितता र दीर्घकालीन योजनाको अभाव। तर के हामी त्यही गल्ती दोहोर्याउने छौं? होइन, किनभने अहिलेको समय फरक छ। हामीसँग अधिक जलविद्युत उत्पादन छ, स्मार्ट प्रविधि छ, युवा इन्जिनियर छन् र सबैभन्दा महत्त्वपूर्ण स्वच्छ हावाको आवश्यकता छ। कल्पना गरौँ, पोखरामा एउटा ट्रोली बसले पर्यटक र स्थानीय दुवैको सेवा गर्न सक्छ र त्यो आफैमा एउटा पर्यटक आकर्षक बन्न सक्छ। विश्वका धेरै शहरहरूमा ट्रोली बसले शहरको पहिचान बनाएको छ। त्यसैले अब निर्णय हाम्रो हातमा छ। के हामी गर्न सक्छौं? हामीले देखाउनु पर्ने र दिनुपर्ने कुरा के छ भने जागरुकता, दबाव र कल्पना। हामी पेट्रोलको मूल्य वृद्धि बारे गुनासो गर्छौं, हामी प्रदूषण बारे चिन्ता गर्छौं। अब समय आइसक्यो समाधान बारे कुरा गर्ने। नमस्कार, आजको लागि यति नै। भेट्छौं अर्को भिडियोमा।